नेपालमा अस्ट्रेलिया हाई कमिसनले गरेको ब्रिफिङ र त्यहाँ दिएको इन्फर्मेसनको आधारमा मैले यो भिडियो एक्सप्लेन गरिदिएको छु। यो भिडियो एकदमै महत्त्वपूर्ण छ जसले अस्ट्रेलिया अप्लाई गर्न चाहनुहुन्छ। तपाईँले यो भिडियो पुरा हेर्नु र आफ्नो प्रोफाइलमा त्यो इम्प्लिमेन्ट पनि गर्नुहोस् ताकि तपाईँको भिजा इन्हान्स हुने चान्सेस बढोस्। हामीलाई फलो गर्नु होला र सेयर पनि गरिदिनुहोस् ताकि तपाईँ मात्रै होइन अरू विद्यार्थीहरूको पनि भिजा रिफ्युजबाट बचाउन सकियोस्। उनीहरूले भनेको फर्स्ट कुरामा चाहिँ मलाई चित्त बुझेको छैन। हामीले जीएसको आधारमा भिजा रिजेक्सन गरेको छौँ। जीएस भनेको नेपालमा तपाईँको सर्कमस्टान्सेस, अस्ट्रेलिया गइसकेपछि पोटेन्सियल सर्कमस्टान्सेस र तपाईँले पढ्न जान खोज्नुभएको कोर्सको भ्यालु फ्युचरमा चाहिँ के हुन्छ भ्यालु भन्ने आधारमा हामी भिजा रिफ्युज गरेको छौँ भनेको छ। त्यसमा मेरो चित्त बुझाइ छैन, किन भन्दा धेरै विद्यार्थीहरूलाई जति पनि रिजेक्सन भएका छन् त्यो विद्यार्थीहरू धेरै नै फ्रेस, धेरै नै राम्रा विद्यार्थी र फाइनेन्सियल पनि राम्रा विद्यार्थीहरू पनि भिजा रिजेक्सन भएको थियो। तर सेकेन्ड कुरा चाहिँ मलाई एकदमै चित्त बुझाएको छ। त्यो कुराहरू हामीले पुराना भिडियोहरूमा भनेको छौँ। मैले गएको जुलाईमा पनि एक्सप्लेन गरेको छु, जनवरीमा पनि एक्सप्लेन गरिदिएको छु। स्टेटमेन्ट मिलेको छ त भनेर तपाईँले त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ। मैले स्क्रिनसट चाहिँ राखिदिन्छु। उनीहरूले अनसोर र अफसोरलाई गरेर फाइनेन्सियल सर्कमस्टान्सेसको बारेमा एक्सप्लेन गरिदिएको छ। अनसोरमा भएका विद्यार्थी जसले भिजा रिन्यू गर्दै हुनुहुन्छ उहाँले स्टेटमेन्ट नराखिकन ब्याङ्क ब्यालेन्स सर्टिफिकेट मात्रै राख्नुभयो या एजुकेसन लोन लिनुभएको थियो भने एजुकेसन लोन डिस्पर्स हाल्नु भएन भन्ने कुरालाई इङ्गित गरेको देखिन्छ भने जसले अब एप्लाई गर्दै गर्नुहुन्छ उहाँहरूको चाहिँ एउटा इन्कम सोर्समा डाउट मानेको छ, अर्को स्टेटमेन्टमा डाउट मानेको छ र अर्को फाइनेन्सियल क्यापासिटीमा डाउट मानेको छ। यो तिनटै कुराहरू मैले अगाडिका भिडियोमा एक्सप्लेन गरिदिएको छु। फेरि पनि एक्सप्लेन चाहिँ गरिदिन्छु। भनेको तपाईँको स्यालेरीमा डाउट मानेको छैन, पेन्सन इन्कममा डाउट मानेको छैन, बिजनेसमा डाउट मानेको छैन र अब्रोडको फरेन इन्कमलाई पनि डाउट मानेको छैन। जुन सेल्फ एसेस गरिने खालका इन्कम हुन्छन् त्यसमा चाहिँ डाउट मानेको छ। भनेको तपाईँको रेन्टल इन्कम या गाडीको भाडाका पनि इन्कम र एग्रिकल्चर इन्कममा डाउट मानेको छ। अस्ट्रेलियामा रेन्टल दिँदाखेरि चाहिँ र नेपालमा अलिकति प्रोभिजन फरक छ। नेपालमा हामीले घरबेटीलाई नै केमा दिन्छौँ, पैसा दिन्छौँ जो घर भाडामा बस्छ भने बाहिर के छ भन्दाखेरि जो घर धनी छ उसले रियल इस्टेट एजेन्टलाई भाडामा लगाइदेऊ भन्छ र त्यो भाडामा चाहिँ रियल इस्टेट एजेन्टले चाहिँ भाडामा बस्ने मान्छे खोजेर भाडामा लगाइदिन्छ र भाडामा बसेको मान्छेले रियल इस्टेट एजेन्टलाई पैसा दिन्छ र रियल इस्टेट एजेन्टले घर धनीलाई दिन्छ। त्यो नेपालमा सम्भव छैन। त्यो एउटा डाउट हो भने सेकेन्ड भनेको चाहिँ तपाईँको इन्कममा कस्तो ट्रिकी छ। एनमार्कबाट जसले एप्लाई गर्नुभएको छ र त्यो स्टेटमेन्ट चाहिँ हामीले त्यो खालको एक्सप्लेन गरेर एउटा स्याम्पल पनि प्रोभाइड गरिदिएको छौँ। कस्तो छ भन्दाखेरि तपाईँले नेपालमा चाहिँ अर्निङ गर्नुहुन्छ। फर इक्जाम्पल म स्यालेरी खान्छु र मेरो घर पनि छ र मैले भाडामा पनि दिन्छु भने मेरो दुईवटा मात्रै मन्थली इन्कम हुनुपर्ने होइन र डिपोजिट जम्मा दुईवटा मात्रै हुनुपर्ने हो। तर नेपालमा के छ अरू पनि इन्कमहरू भइराखेको छन्। जस्तै कसैले बरो गरेको कहाँबाट आएका हुन्छ नि रेगुलर डिपोजिट हुन्छन्। मैले प्रोफेसनली एउटा इन्कम गर्छु हुन्छ तर अरू पनि डिपोजिट भएको छन् भने त्यो वास्तवमा के हो कि तपाईँले क्यासमा काम गर्नुहुन्छ त भने नि तपाईँको विद्यार्थी मागेर पनि क्यासमा काम गर्न सक्छन्। त्यो इन्कमलाई एउटा डाउट मानेको छ भने अर्को भनेको चाहिँ फाइनेन्सियल क्यापासिटी भनेको तपाईँले नेपालमा भएका खाना बस्न खर्च र त्यो लोन लिनुभएको थियो नि त्यसको इएमआई पछि बचेको पैसा तपाईँले अस्ट्रेलियामा पठाउन सक्ने जेन्युन एक्सेस छ कि छैन त्यसको के छ प्रोभिजन भनेर त्यसमा डाउट मानेको छ। अब अन्त्यमा नेपालमा भएका एजेन्टहरूलाई म जस्तै एजेन्टहरूलाई पनि उनीहरूले के भनेको छ भन्दाखेरि अलिक घुमाउरो पारामा चाहिँ अस्ट्रेलिया सबै विद्यार्थीको लागि होइन। तिमीहरूले स्क्रिनिङ गर्ने बेलामा चाहिँ विद्यार्थीको एकाडेमिक त्यसपछि इङ्ग्लिस फाइनेन्सियल क्यापासिटी र त्यो भ्यालु चाहिँ अफ द कोर्स चाहिँ एकदम बुझेर मात्र पठाइदेऊ भनेर भनेको छ। र जति पनि कलेज र युनिभर्सिटीलाई तिमीहरूले जिएसको लागि डकुमेन्ट पठाउँथ्यौ त्यो डकुमेन्ट तिम्रो भिजा एप्लिकेसनमा पनि हालिदेऊ भनेर भनेको छ। अब जेन्युन विद्यार्थी भनेका चाहिँ वहाँ गएका विद्यार्थी आम सो सरी टु से वहाँ गएको विद्यार्थीले के भनेर डाउट मानिदियो भन्दाखेरि चाहिँ नेपालबाट जानुभन्दा अगाडिसम्म तपाईँलाई त्यो कलेज र त्यो युनिभर्सिटी बेस्ट ठिक थियो, त्यो कोर्स पनि ठिक थियो होइन, त्यो लोकेसन पनि ठिक थियो। तर त्यहाँ गएको 6 महिना नहुँदै डाउनग्रेड या अरू कोर्स चेन्ज गर्दाखेरि तपाईँले जेन्युन स्टुडेन्ट होइन भनेर डाउट मानिदिएको देखिन्छ। सम्भव छ भने कम्तीमा त्यो कोर्स चाहिँ चेन्ज नगरिदिनु होला। यस्तो गरेर धेरै तरिकाले बुझेर आफ्नो एप्लिकेसन स्टार्ट गर्न चाहनुहुन्छ भने तपाईँ एनमार्क एजुकेसन आउनुहोस्। हामी चिप्लेडुङ्गा पोखरा ट्रेडमलको पारिपट्टि तेस्रो तलामा छौँ। डोन्ट रिस्क योर भिजा, गेट द राइट सपोर्ट। थ्याङ्क यू।